नमस्ते गाइस, आज म सुन्नु ब्लगमा होइन अनि आज चाहिँ म के गर्दैछु भने यहाँ हल्का होइन यहाँ मल भन्ने चिज हुन्छ नि त होइन सुन्तला यस्तो फल्नु छ भने चाहिँ मल हाल्नुपर्छ नि त होइन गाइस। सुन्तला जति मल हाल्यो त्यति ठुलो रसिलो सुन्तला हुन्छ नि त गाइस। त्यही भएर आज चाहिँ म मल हाल्दैछु होइन। मल चाहिँ यस्तो हुन्छ गाइस। सो यो अब मल चाहिँ गाइस डोकोमा खन्दै हाल्नुपर्छ हो गाइस। यसरी हाल्दा हुन्छ मल चाहिँ सजिलै हुन्छ मल हाल्नु होइन। सुई यस्तो गरेर लोड गऱ्यो हो गाइस। लु गाइस मैले चाहिँ भरिसकेँ मल होइन, यति बोक्नुपर्छ हो। लु गाइस मैले चाहिँ मल उठाइसकेँ होइन। मल चाहिँ यसरी बोक्नुपर्छ हो गाइस। गाउँमा यस्तोहरू छ, हल्का खेतीपाती हुनु लागि मल त चाहिँदो रहेछ होइन गाइस। अनि अचुभोलि त्यस्तै छ। अस्तितिर त सुन्तला बोक्दै थिएँ हो। सुन्तला बोक्दा 500 पाउँछ नि त दिएको गाइस। एक दिन बोकेको कति एक सिङ्गल क्याबिन बोलेरो हुन्छ हो त्यति। एक सिङ्गल क्याबिन बोलेरोमा हाल्यो, लोड गऱ्यो, 500 रुपियाँ थाप्यो, त्यस्तो गर्दै थियो हो गाइस। अहिले चाहिँ हल्का होइन, यहाँ हल्का बोक्दैछु लोड होइन। कति पनि टाढो होइन गाइस, त्यहीँ छेउछाउमा हो। यसरी लगिँदैछ होइन गाइस। मल भन्ने चिज हल्का त हुँदैन, गरममै हुन्छ हो, तर पनि बोक्नु त सकिन्छ। यहाँ गाइस यतिबाट चाहिँ मेरो बाउको यो फेन्सिङदेखि उँधो चाहिँ हो मेरो बाउको भनौँ न। पछि मेरो पनि हुनसक्छ, यहाँ सक्दैन होइन। यहाँ लकविटहरू रोपेको छ होइन गाइस। सायद त्यसमा लकविट छ, यहाँ गुली छ गाइस। यस्तो छ, तर यहाँ मान्छे बेसी क्या, हामी यहाँ बसिँदैन नि त, बेसी टाउन साइडमै बसिन्छ हो। अनि अलैँचीहरू पनि रोपेको छ, तर आउँदैन अलैँची हो, यहाँ केयर गर्ने मान्छे छैन हो। यस्तो छ। यहाँ कोला छ गाइस, कोला चाहिँ हाम्रो बगानमा स्याटिस छ होइन। स्याटिस खानु पनि पुग्छ। सुन्तला चाहिँ अस्ति टिप्यो गाइस, अब यहाँ आइपुग्यो गाइस। यहाँ मैले परसम्म त हालिसकेँ जस्तो लाग्यो, हालिसकेँ सकेन, यहाँ हालेछ हो गाइस। यो सुन्तलालाई हाल्नुपर्छ होइन, फल दिनु पऱ्यो नि त। लु गाइस मल यसरी हाल्नुपर्छ। यहाँ बन्देल आउँछ एक दुई दिनमा, बन्देलले यसो सार बनाउँछ, यसो उँभोपट्टि हाल्नुपर्छ गाइस। बन्देल आएर यहाँनिर पुरा खेल्छ हो, आफै छरिदिन्छ। हाम्रो त चाहिँदैन त यस्तो काम गर्ने बन्देलहरू काफी हान्नलाई त होइन गाउँमा। बुलडोजर, लोकल बुलडोजर। अनि यस्तो छ गाउँमा। कोकको बोतलमा फेन्टा हालेर खानु पर्छ हो। लु गाइस फेन्टा ब्रेक पनि भइसक्यो होइन। अब गाइसहरूलाई जमिनहरू देखाउँ भने यहाँ यस्तो छ हो। यहाँ घडेरी छ होइन, यहाँ कोलाहरू ट्याप्पै छ हो गाइस। काटेर अलिअलि थुपारेको छ, यस्तो छ गाइस। मेरो भन्दैन बाबेहरू हुन्छ कि उनीहरूको नि गाइस, बाउको नि त दिँदैन हो। यस्तो छ गाइस। भिरको चाहिँ एकदम कुनामा हो, नामै भिरकुना भनिन्छ हो गाइस यो ठाउँलाई। ओल्ड नेम भनौँ न, भिरकुना होइन। यस्तोहरू छ गाइस होइन। सजिलो त हुँदैन नि त, गाउँमा काम त गर्नुपर्छ, खल्ती खानुपर्छ। कति टाउन साइडमा बस्नु गाइस, घरको मसल जिम जानु पर्दैन नि त गाउँमा आएन होइन, त्यसै मसल बनिन्छ हो। यस्तो छ गाइस। यो गुली होइन, गुली चाहिँ यसरी स्याटेर फुलिदिन्छ हो। त्यहाँबाट बर्खा लागेपछि फल दिन्छ। यसको गुली भन्ने थाहा छ होला, एभोकाडो भन्छ गाइस इङ्ग्लिसमा चाहिँ होइन। यस्तो हुन्छ। अम्बकहरू पनि हल्का हल्का छ हो। रोप्नु त निकै रोपेको छ गाइस। एक सिङ्गल क्याबिन बोलेर ड्याममै बिरुवा ल्याएर रोप्यो गाइस। तर खोइ मृगले खाएर बक्कले खाएर हुर्किँदैन रहेछ गाइस। त्यस्तोहरू छ गाउँमा होइन, हुँदैन रहेछ नि त सबै सोचेको जस्तो त। नेचरले पनि हल्का फ्याक्ट दिँदो रहेछ होइन गाइस। यतातिर सुन्तला टिपेको छैन है गाइस, यस्तो हुन्छ हो। यहाँ भिरकुनामा सुन्तला। यहाँ चाहिँ मेरो बडा बाउको दाजुको बगान हो होइन। यस्तै छ गाइस गाउँमा लाइफ होइन गाइस। अनि आज बेसी भन्नु पनि छैन गाइस, यस्तै हो लाइफ।
गाइस वर्क हार्ड होइन इन्जोय द सक्सेस अन्त ल गाइस आजको लागि यति होइन फेरि बनाउँदै गर्छु यस्तो गाइस यहाँ चाहिँ घाँस काट्ने चाहिँ यस्तो हुन्छ गाइस सही ब्लेड ल्याएर हातले घुमाउनु पर्छ हो गाइस यस्तो हुन्छ कसले पकाउने ठाउँ होइन ल गाइस म मेरो काम कन्टिन्यू गर्छु गाइसहरू पनि इन्जोय